हेर्ने हो भने जस्तै भृकुटी कागज छ उम्, है। अब भृकुटी कागज मैले मेरै आँखाले खत्तम हुँदै गएको देखेको हो त्यो। तर त्यसले कस्तो गर्छ भने आजको दिनमा हेर्ने हो भने ठुलो इनपुट दिन सक्थ्यो कि। जस्तै मैले भनौँ न प्लास्टिक रिसाइक्लिङ 10-12 वर्ष गरेँ है। मैले त्यो एन्टायर इकोसिस्टम एक दिन बसेर हेर्दाखेरि त्यति बेला मलाई मेरो डेली रिक्वायरमेन्ट के थियो भने काठमाडौँको म्युनिसिपल वेस्ट पर डे मलाई 8 देखि 10 टन चाहिन्थ्यो मेरो फ्याक्ट्री 80%मा चल्नको लागि। काठमाडौँको म्युनिसिपल वेस्ट भनेपछि त्यत्रो कलेक्ट गर्नलाई कतिजना मान्छे चाहिने रहेछ त? भनेपछि 3000 जना जस्तो चाहिन्छ त्यसलाई कलेक्ट गर्नलाई। भनेपछि त्यो सबै चिज त मेरो इकोसिस्टमभित्र त्यसले एउटा इन्डाइरेक्टली इम्प्लोइमेन्ट, अब यसमा फेरि चाइल्ड लेबरको कुरा आइदिन्छ होइन। अब त्यो पर्सपेक्टिभलाई एकछिन साइड लाइनमा गरेर राख्दाखेरि अब त्यो एन्टायर इकोसिस्टमलाई हेर्दाखेरि त्यसले इम्प्लोइमेन्ट जेनेरेसन गर्ने हुन्छ नि। त्यसबाट अब के हुन्छ भने कोही आमा बाउले त्यो काम गरिरहेको छ भने उसले आफ्नो छोराछोरीलाई बेटर एजुकेसन बेटर अपर्च्युनिटी दिइरहेको हुन्छ। त्यो लङ टर्म यो कस्तो भने फ्याक्ट्री थियो बेच्यो भने त्यो फ्याक्ट्री अब्सोल्युट थियो भने अपग्रेड गर्नु पऱ्यो नि, अपग्रेड गर्न मिल्दैन। भनेपछि सबै चिज अब्सोल्युट भयो भन्दैमा फाल्दै जाने भने त कुरै हुँदैन नि देश चलाउनलाई। अब्सोल्युट हुँदैपछि त्यसलाई अपग्रेड गर्दै लिएर जानुपर्ने हुन्थ्यो, त्यो गरेनन्।